ल आजको दिनमा गुड मर्निङ है सबैजनालाई। र आज चाहिँ यसो सुरु हुँदैछ यस साइडको टप साइडको छेउबाट सुरु गर्दैछ है त म आज। भोलिको लागि राइजर ठोक्नको लागि आज स्ल्याबमा डन्डी बान्ने काम भइरहेछ। तलको चाहिँ तपाईँको आज ढलान गर्ने कुरा छ। हिजो ढलान गर्ने कुरा थियो, पानी आएर हिजो ढलान भएन। यहाँनिर बसेर हेर्दा यस्तो देखिन्छ है। ल हेर्नु हाम्रो डिजिटल बोर्ड लाइट पहिलाको यो चाहिँ अर्को फेजमा काम हुन्छ, यतापट्टि भत्किन्छ। यो लाइटको लागि पनि पाइप हालिसकेको छ तल रुमहरूको लागि। छेउमा बसेर हेर्दाखेरि यस्तो देखिन्छ है। ल यसको मुनिबाट हो ग्राउन्डमा जाने खेलाडीहरू जाने ठाउँ चाहिँ त्यसकै टपमा छु म। टपमा बसेर हेर्दाखेरि चाहिँ यस्तो देखिन्छ। यो साइडमा लास्टको छेउको पार्ट हो यो। यस्तो छ। म अब अगाडि लिएर जाँदै गर्छ है त। अहिले मैले बसेर टपको छेउ खिचेको ठाउँ चाहिँ त्यो हो। खेलाडीहरू आउने ठाउँ चाहिँ यो हो। यो त देखाएको रोड हो। त्यो रोडबाट चाहिँ यताभित्र आउने ठाउँ हुन्छ र यसरी यहाँ मुनिबाट प्रवेश हुन्छ। यहाँनिर चाहिँ हाम्रो रोड बन्ने बाँकी छ, ग्राभेल हालेर रोड बनाउँछौँ। हामीलाई जाँदाखेरि क्यामेराहरू हल्लिन सक्छ है त। ठिक। 27 नम्बरको राइजबाट बसेर हेर्दाखेरि यस्तो देखिन्छ। टपमा बसेर हेर्दाखेरिको सिन हो यो चाहिँ। यहाँ चाहिँ हाम्रो यस्तै ढलान भइसकेको भाग हो। यस्तो देखिन्छ माथिबाट है। लास्टको चेयर लाग्ने ठाउँ हो यो। सबसे टपबाट हेर्दाखेरिको सिन हो। ल ग्राउन्ड मजाले देखिन्छ होइन। कुनै ठाउँको भिडियो हेर्नु मन लागेको छ भने कमेन्ट गर्नु होला। यसबाट म पल्लो छेउसम्म पुऱ्याउँछु तपाईँलाई टपको राइजरबाट। हाम्रो फ्लड लाइटको पोल बस्ने ठाउँ यहाँनिर हो।
प्लान्ट चाहिँ यहाँनिर छ। जनालाई यता गाडीको माल बनेपछि रेडी हुन्छ अनि दुईटा ढलान गरी त्यहाँको 5-6 जना सर्रै उता हिँडाइदिन्छ। काम नहीं हुँदैछ नजिक गरेर राख्ने। एउटा ठाउँ पनि बनाउँदैछ है त हामी हुन्छ यत्र आउने ठाउँको यो चाहिँ हिँड्ने प्यासेज हो। टपमा यो फाइनल लेभल चेक गरेर अब ढलानको लागि रेडी गरेको। आरो भाइ तलबाट देखेको पार्टी हो यस्तो देखिन्छ है तलबाट हेर्दाखेरि चाहिँ। ल माथिको बाटो यस्तो हिलो छ प्लान्टमा जानु पर्यो भनेको है त। कसरी जाने होला है हिलो भयो नि। र वर्करहरु बस्ने ठाउँ यो चाहिँ र प्लान्टको माल त रेडी हुँदैछ है। अरू प्लान्ट चाहिँ यसरी चल्छ है। यसरी यहाँ भित्र झार्छ है यो चलाउने हाम्रो अपरेटिङ सिस्टम। प्लान्टको लागि जेनेरेटर टेस्ट हाम्रो भाइले गर्दैछ हैन भाइ। यसरी यहाँ क्युब टेस्ट हुँदैछ खोल्ने काम। खै त तिम्रो साथी अर्को साथी छैन अर्को एक्लै हो? हिजो सुधी भएको थियो हैन? टेस्टको लागि तयार गरेर राखेको।
पाइलिङको माथिल्लो भागमा चाहिँ अहिले यो बिमको लागि गर्न रेडी गरेको छ। हाम्रो फल्ट लाइटको पोल यहाँनिर रहेको छ, पोल राख्ने। हिजो पानी भएर परेको भएर त्यो ब्लकको बिमको ढलान सहन नसकेको भएर अहिले गर्दै हुनुहुन्छ है। DEF मा बिम बन्ने काम धमाधम छ है। अस्ति नै ढलान भएको ठाउँमा भएर त्यो बी ब्लकको ढलान भइसक्यो। हेलो न्यामिसलाई त पठाइदिनु त सर। अलि फास्ट हिँडेको भएर अलिकति क्यामेरा हल्लेको होला है। बिमको ढलान यो नजिकबाट हेर्नु है त। अलिकति माटोमा काम गरेको भएर त्यस्तो देखिन सक्छ है, तर माटो चाहिँ परेको छैन। ल आजलाई यति है त, यहाँनिरको ढलान आज सकिन्छ। हाम्रो शैलेन्द्र सर हुनुहुन्छ, त्यहाँबाट आइरहेको छ। ल आजलाई यति गरौँ है, सबैलाई धन्यवाद।